यो बुस पनि निकाल्नलाई एकदम सजिलो छ, गाह्रो हुँदैन गाइज। हेर्नु फाइनली जे हुन्छ म ह्याङ्गर यहाँ निकालिसकेको छु गाइज। बुसको हालत हेर्नु भएन। स्कुटी 109 सीसी, यसमा समस्या के आएछ फाइनली म सेयर गर्दैछु, पुरा फुल भिडियो हेर्नु होला। टायर पनि जे हुन्छ राम्रो छ, तैले पनि हुन्छ स्कुटी यसरी गाइज हलिन्छ डबल बस्ने बेलामा गाइज। यसको फाइनली रिजन के छ, के समस्या आएछ फाइनली म सेयर गर्दैछु गाइज। यो पुरा फुल भिडियो हेर्नु होला। यसलाई भनिन्छ गाइज ह्याङ्गर, बुझ्नुभयो? यो ह्याङ्गरको गाइज बुस जे हुन्छ ड्यामेज भएपछि बल्ले हुन्छ स्कुटी डबल बस्ने बेलामा यसरी गरिन्छ र सिङ्गलमा पनि यसरी गरिन्छ स्पिड कुदाउने बेलामा हो। इन्जिनको बुस पनि जे हुन्छ एकदम पुरै यत्तिकै जे हुन्छ ड्यामेज भइसकेको छ गाइज। अझै म खोलेर गाइज सेयर गर्दैछु छिटोभन्दा छिटो। ल गाइज यसको फाइनली म ह्याङ्गर निकाल्न लागेको छु गाइज। हेर्नु कसरी निकाल्नुपर्छ, ह्याङ्गर पनि निकाल्नलाई इन्जिन झार्ने पनि जरुरी छैन गाइज, पुरा फुल भिडियो हेर्नु। इन्जिनको फाइनली नट यो जे हुन्छ ह्याङ्गरको नट गाइज यहाँ हेर्नु यति लामो हुन्छ, निकालिसकेछु गाइज। अर्को पनि जे हुन्छ निकाल्नुपर्छ। ल गाइज यो हेर्नु निकाल्नलाई सजिलो छ गाइज, अलिकति पनि गाह्रो हुँदैन गाइज। हेर्नु फाइनली जे हुन्छ म ह्याङ्गर यहाँ निकालिसकेछु गाइज। ल गाइज फाइनली जे हुन्छ ह्याङ्गर आफ्नो आयो गाइज। ल ह्याङ्गरको जे हुन्छ गाइज यसको जे हुन्छ बुसको हालत हेर्नु गाइज। यहाँ हेर्नु यता देखाइदियो भाइ हजुर। ल यहाँ गाइज ह्याङ्गरको बुसको हालत हेर्नु भएन। यो पुरा यसरी हलेपछि त ह्याङ्गरले कहाँ काम गर्छ, यही चल्दै गाइज डबल बस्ने बेलामा पुरा यसरी बब्लिनु गरेछ। बुस भनेको यसको भित्र जे हुन्छ पुरा अर्केको छ, यहाँ आउनेलाई पनि एकदम स्थिति कमजोर छ गाइज। यहाँ हेर्नु आएन गाइज, फाइनली बुस आयो। यहाँ हेर्नु भाइ त देखाइदिए कटेछ यहाँ यतिको कटिसकेको छ। यतिको कटेपछि त गाइज हुन्छ यो साउन्ड आइहाल्छ नि। यो लभर फाइनली गाइज यहाँ बस्ने हो, बुझ्नु भएन? यहाँ बस्ने हो गाइज। यो बुस निकाल्नलाई एकदम इजी छ गाइज। हेर्नु सबैसे सुरुमा अलिकति यसरी जे हुन्छ चप्काउनु पर्छ। त्यहाँ हेर्नु आयो गाइज आफ्नो बुस एकदम सजिलो छ। बुस फाइनली यहाँबाट जे हुन्छ निक्लिसकेको छ। यहाँ बुसको हालत पनि हेर्नु गाइज यसरी गयो गाइज भित्र। ल गाइज एकदम सजिलो छ गयो, अलिकति पनि गाह्रो भएन। हेर्नु दहीपुटी फुटा ल गाइज यति गरेपछि यसो गइपिन जे हुन्छ अलिकति कम भयो। कम भएपछि गाइज निकाल्ने एकदम सजिलो। 21 के जे हुन्छ गोटी लिनुपर्छ गाइज। गोटी लिएर यो हेर्नु गाइज। ल गाइज फाइनली बुस जे हुन्छ गाइज निक्लिसकेको छ। हेर्नु भएन एकदम सजिलो छ गाइज, अलिकति पनि गाह्रो भएन। यसरी फाइनली निकाल्ने हो। ल गाइज एकदम बिस्तारै युज गर्नुपर्छ। धेरै हमरले ठोकेपछि पनि यो चेम्बर बाँचेपछि तनाव हुन्छ। पुरा फुल इन्जिन खोल्नुपर्छ, यस्तो गर्ने केही जरुरी छैन। एकदम बिस्तारै यसरी हेर्नु फाइनली भयो। पनि चाहिँ ह्याङ्गर बुझ्नुभयो? यो 109 सीसीमा लागेको हुन्छ। फाइनली जुन यहाँको बुस हुन्छ न गाइज, बुस एकदम धेरै ओभरभन्दा अधिक कटिसकेको बुझ्नुभयो न। यो खास कति हजारमा जाने वो पनि जानकारी गराइदिन्छु। यो भनेको 40,000, 45,000, 50,000, 55,000, 35,000मा यो जाने हो, बुझ्नुभयो न। खाल्टा खुल्टीमा धेरै चलाएपछि 30,000मा पनि जाने चान्स हुन्छ, बुझ्नुभयो गाइज। यो फाइनली ह्याङ्गरको बुस पुरा ड्यामेज भइसकेको छ। अब यसको बुस मात्र फेर्न मिल्दैन, पुरा ढिकी हाल्नुपर्छ। ढिका पनि हाल्ने बेलामा कम्पनीको एकदम चाहिँ जेन्युन हाल्नुपर्छ। लोकल यसमा सिधै पुरा काम चल्दैन, बुझ्नुभयो न। लोकल काम गर्दैन, जेन्युन हाल्न लागेको छु है। यो फाइनली हेर्नु गाइज म जेन्युन लिएर आइसकेको छु। सिधै हालिदिएपछि यसको समस्या हुन्छ सर। यहाँको पनि जे हुन्छ लबर कटेपछि हुन्छ यहाँ फलान्स हुन्छ एकदम चाहिँ कटाकटाक साउन्ड आइदियो कि यसमा हेर्नु गाइज कस्तो साउन्ड आइदियो, पुरा कटाकटाक साइड हाल्नु। अब फाइनली यो हालेपछि समस्या एकदम समाधान हुन्छ। यो हाल्न जम्मा 3टा नट खोल्नुपर्छ। 3टा नट खोलेपछि हुन्छ अर्को एउटा इन्जिनमा लागेको हुन्छ, एउटा यो नट खोल्नुपर्छ ह्याङ्गरको। अर्को भनेको यो मेन नट ह्याङ्गरको खोल्नुपर्छ, 2टा भयो। एउटा भनेको सक नट खोलेपछि मजाले जे हुन्छ निकाल्न मिल्छ गाइज। फाइनली म हालेर सेयर गर्दैछु त्यसरी हाल्ने हो। ल भाइ यो त देखाइदियो। ल गाइज यहाँबाट जे हुन्छ यसरी हाल्ने हो गाइज। हेर्नु फाइनली म छिराएर यसको भित्र जे हुन्छ देखाउँदैछु। हाल्न लागेको ल गाइज। यहाँ रड पनि आयो, एकदम सजिलो हुन्छ। एकदम म जे हुन्छ सेटिङ जे हुन्छ यहाँ मिलाइसकेको छु। अझै चल रवि अब अलिकति थोरै कम। ल यहाँ फाइनली गाइज अब ह्याङ्गर लागिसकेको छ। पुरै फुल काम भयो गाइज।
अब कतिको ठिक लाग्यो होला गाइस कमेन्ट गर्नु होला। हजुरसँग पनि स्कुटीमा यस्तो समस्या होला त गाइस एकचोटि फाइनली काका ग्यारेजमा भिजिट गर्नु होला, देखाउनु होला गाइस। ल गाइस फाइनली कमेन्ट गर्नु, फाइनली आउनु गाइस काका ग्यारेज। ओके गाइस फाइनली यसको काम सिधियो।